नमस्कार है फाइनल्ली साथी हो। म चाहिँ ड्युटी सकेर आइसकेँ। ड्युटी सकेर आएर अब बाइक राखेर यसो बाइक हल्का पुसेर ऱ्याङगोटे छोप्ने काम हुँदैछ होइन। अब पानीको मौसम छ, पानीले त्यसै पनि भिजाएको छ दिनभरि। आज त मौसमले अझ एकदमै च्यालेन्ज गरेको छ साथीहरू। एकदम घरि पानी पर्ने, घरि रहने, घरि के भइराखेको छ, यस्तै छ अवस्था। तपाईँहरूको के छ है? मेरो चाहिँ दैनिक यस्तै छ है साथीहरू है। यसो हेर्नु होला, यस्तै छ मेरो चाहिँ अवस्था। हजुरहरूको के छ है त? म चाहिँ बाइक साइक राखेर रुमतिर जाँदैछु साथीहरू है। मेरो रुम जाने बाटो यस्तो छ। हजुरहरूको के छ है त? यसो भिडियो हेरेर लाइक कमेन्ट सेयर गरेर सपोर्ट गर्नु होला साथीहरू, साथ दिनु होला। यहाँहरूले नहेर्दै कसले हेरिदिन्छ र साथीहरू? हजुरहरूको पनि भिडियो मैले हेर्नेछु है त साथीहरू है त। सबैलाई लाइक कमेन्टको लागि अनुरोध गरेर साथीहरू है। यो मौसमले पनि यति च्यालेन्ज गरिरहेछ नि साथीहरू, जिस्केको जस्तो के। नेता त त्यसमा फटा छाउँदै थिए है, मान्छे त फटा छाउँदै थिए, मौसम समेत फटा भइसक्यो। आज दिनमा 5-7 चोटि भइसक्यो। घरि घाम लाग्छ, घरि पानी पर्छ, झुक्क्याएको छ क्या। रेनकोट लगाउने खोल्ने बवाल छ। हेर्नुहोस् है, समस्या धेरै छ। हेर्नुहोस् है, तपाईँहरूकोतिर के भइरहेको छ यसो कमेन्ट गर्नु होला है। ल हेर्नुहोस्, फेरि यतिखेर टक्क पानी सानी रहिसक्यो। कतै घाम लागेको छ, कतै लागेको छैन, र पनि मौसम चाहिँ यति सफा भएर बसेको छ। हेर्नुहोस् न, घरि के भएको छ, घरि के भएको छ। हेर्नु है, तपाईँहरूकोतिर के छ साथीहरू खबर गर्नु होला। यो चाहिँ काठमाडौँ स्वयंको आसपासको दृश्य देखेर आयो तपाईँहरूलाई मैले होइन। के छ हजुरकोतिर देखाउनु होला त साथीहरू है। मान्छेबाट त 1000 चोटि धोका खाएकै हो साथीहरू है, र धेरैचोटि छक्क्याएकै हो मान्छेले त। सोझो हुनु पनि साह्रै गाह्रो छ। हेर्नु न, जस्तो म सोझो छु, अरूलाई आफू जस्तो सोझो देख्यो भने सबभन्दा ठुलो गल्ती त्यही हुँदो रहेछ है साथीहरू। तर यो मौसमले पनि त्यसै गरिरहेछ क्या। हामी जस्तोलाई मात्रै कि सबैजनालाई यस्तो गरिरहेछ कुनै। तपाईँहरूलाई कस्तो लागेर साथीहरू कमेन्ट लाइक गर्नु होला है साथीहरू है, सेयर गर्नु होला है, सब्सक्राइब गर्नु होला है।